नमस्कार, स्वागत छ लभ विथ मचिन्द्रमा। आज चाहिँ म नेपाली नागरिकले पुरा गर्नुपर्ने कर्तव्यहरू संविधानमा के छन् त भन्ने विषयमा कुराकानी गर्न गइरहेको छु। वास्तवमा नागरिक कर्तव्य भनेको नागरिकले वहन गर्नुपर्ने दायित्व वा जिम्मेवारी हो। नागरिकलाई जिम्मेवार बनाउन चाहिँ नेपालको संविधानमा नागरिक कर्तव्यहरूको व्यवस्था गरिएको छ। नागरिकहरू अधिकार मात्र खोज्दै हिँड्ने, आफ्नो कर्तव्यलाई भुल्दै जाने, आफ्नो थोरै अधिकार खुसिएको महसुस भएमा चिन्तित हुने, तर आफ्नो कर्तव्य पूरा नगरेकोमा दुखी नै नहुने प्रवृत्तिलाई अन्त्य गरी नागरिकलाई राज्यप्रति कर्तव्य परायण बनाउन नेपालको संविधानको धारा 48 मा नागरिक कर्तव्यको व्यवस्था गरिएको छ। नेपाली नागरिकका कर्तव्यहरू 4 वटा संविधानमा उल्लेख गरिएको छ। ती यस प्रकार छन्। 1 नम्बरमा राष्ट्रप्रति निष्ठावान रहँदै राष्ट्रियता, सार्वभौमता र भौगोलिक अखण्डताको संरक्षण गर्नु, संविधान र कानुनको पालना गर्नु, राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु र सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु, यी 4 वटा कार्य चाहिँ नागरिक कर्तव्य हुन् भनेर नेपालको संविधानले किटान गरेको छ। यी मात्र नागरिक कर्तव्य चाहिँ अवश्य होइनन्। यी बाहेक नागरिक कर्तव्यहरू असंख्य छन्, व्यापक छन्, असीमित छन् र अङ्कगणितमा मापन गर्न सकिँदैन। कर्तव्यको रूपमा व्यक्तिगत आफूप्रतिको कर्तव्य, परिवारप्रतिको कर्तव्य, समाजप्रतिको कर्तव्य, राज्यप्रतिको कर्तव्य र विश्व समुदायप्रतिको कर्तव्य रहेको छ। हामीले हरेक साल तोकिएको समयमै कर तिर्नु पनि एउटा हाम्रो नागरिक कर्तव्य हो। निर्वाचनमा भाग लिनु, मतदान गर्नु नागरिक कर्तव्य हो। वातावरणको संरक्षण गर्नु, सरकारको विकासमा सहयोग गर्नु, शान्ति सुरक्षा कायम गर्नु, यी सबै नागरिक कर्तव्यभित्र पर्दछन्। विभिन्न देशहरूले आफ्नो संविधानमा नागरिक कर्तव्यहरूको व्यवस्था गरेका छन्। जस्तै चीनमा हेर्नु पर्यो भने मातृभूमिको रक्षा गर्नु, सैन्य सेवा गर्नु चाहिँ नागरिक कर्तव्य हो भनेर उल्लेख गरिएको छ। उत्तर कोरियाको कन्टेक्स्टमा हेर्ने हो भने समाजवादी व्यवस्थाको पालना गर्नु, मातृभूमिको रक्षा गर्नु, व्यक्तिगत हितभन्दा सामूहिक हितलाई उच्च प्राथमिकता दिनु भनेर चाहिँ उत्तर कोरियामा नागरिक कर्तव्यहरूको व्यवस्था गरेको छ। त्यस्तै गरी भारतमा, अमेरिकामा, बेलायतमा र विभिन्न देशको संविधानमा मातृभूमिको रक्षा गर्ने, सार्वभौम सत्ताको संरक्षण गर्ने, संविधान कानुनको परिपालना गर्ने, प्राकृतिक स्रोत साधन, सार्वजनिक सम्पत्ति तथा वातावरणको संरक्षण गर्ने जस्ता नागरिक कर्तव्यहरू उल्लेख गरिएका छन्। संविधानमा नै नागरिक कर्तव्य राख्नु भनेको नागरिकहरूलाई चाहिँ राज्यप्रति इमान्दार बनाउनु, कर्तव्यनिष्ठ बनाउनु, कर्तव्य परायण बनाउनु नै यसको उद्देश्य रहेको देखिन्छ। आज चाहिँ यो नागरिक कर्तव्यको सम्बन्धमा छोटो कुराकानी सुनिदिनु भयो। यसको लागि धेरै धेरै धन्यवाद।